हेलो साथीहरू, नमस्ते। होप सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ म सानो मिनी ब्लग लिएर आएको छु। मिनी भन्दा यति लामो भइहाल्छ हैन। अनि आज चाहिँ हामी जाँदैछौँ चिट्टी स्की गर्नलाई। यो चाहिँ रहेको छ मम्जारमा विथ माई फ्यामिली। अनि आज चाहिँ म त्यस्तो रेडी त भएको छैन, किनभने हाम्रो प्लान चाहिँ अझैले पनि एकदम छिटो अनि सेम टाइममा बनिहाल्छ। सो हाम्रो चाहिँ कहिले पनि कुनै प्लान पनि प्री प्लान हुँदैन। सो हामी चाहिँ आज त्यहाँ जाँदैछौँ, म चाहिँ आफ्नो बेबीलाई लिएर। सो मैले चाहिँ यस्तो कहिले पनि गरेको छैन मेरो लाइफमा, चाहिँ मेरो फर्स्ट टाइम हो। सो म चाहिँ एकदम एक्साइटेड छु, किनभने मैले चाहिँ साइकल पनि चलाउन आउँदैन मलाई के। अनि त्यही भएर चाहिँ म चाहिँ यो चाहिँ गर्छु ल भने, किन मलाई सिक्ने चाहिँ इच्छाहरू चाहिँ हुन्छ हैन। जुन सबैलाई पनि हुन्छ होला हैन, कसलाई चाहिँ सिक्न मन लाग्दैन होला। सो हामी चाहिँ पुगेर यो चाहिँ धेरै ठाउँ हुँदो रहेछ। यहाँ चाहिँ सबैको आफ्नो प्राइभेटहरू पनि हुँदो रहेछ हैन। अनि प्लस यस्तो सपहरू पनि टन्ने कि अब जति खेलाउनेहरू अनि मान्छेहरूले बोलाउने। अब त्यहाँ हेरी छ, कुनै ठाउँमा महँगो छ अनि कुनै ठाउँमा सस्तो पनि छ। त्यो चाहिँ आफूले चेक गर्नुपर्ने रहेछ। सो हामी चाहिँ यहाँबाट आफ्नो अर्को डेस्टिनेसनतिर लाग्यौँ। अब हामी चाहिँ यहाँ हाम्रो उसमा गन्तव्य होइन, हो त्यहाँ आइपुग्यो। हामी चाहिँ पुगेर पनि आफ्नो लुगाहरू लगाउँदैछौँ। सेफ्टी ज्याकेट हुँदो रहेछ यसलाई। अनि यो लगाएर अहिले चाहिँ म खास दाइको पछाडि या कसैको पछाडि बसेर चेक गर्छु, किनभने डाइरेक्टली गएर चलाउने कुरा पनि हुँदैन, किनभने केही थाहा हुँदैन कसरी चाहिँ रोक्ने, कसरी स्पिड क्रप गर्ने भनेर। सो म चाहिँ अहिले कसैको पछाडि बसेर चाहिँ रमाइलो गर्छु। त्यसपछि चाहिँ अनि म सिङ्गल चलाउने, त्यसपछि चाहिँ रमाइलो गरेपछि चाहिँ म आफै चलाउने सोचमा छु। जुन चाहिँ म एक्लै अब सबै हेरिसकेपछि त आफै एक्लैले पनि चलाउन सकिहाल्छ भनेर म चाहिँ आँट राखेको छु। जो म चाहिँ आज गर्छु भनेर। सो म चाहिँ गर्छु नै। त्यसपछि मैले चाहिँ केही पिक्चरहरू लिएँ यहाँ बसेर, किनभने पिक्चर त लिनै पर्यो मेमोरीको लागि। सुरुमा चाहिँ यसो बसेर मैले फोटोसोटो लिएँ। अनि त्यसपछि मैले चाहिँ यहाँ एकजना भाइको पछाडि बसेर चाहिँ